भाइ साह्रै प्यास लागेको छ, पानी पिउनु मिल्छ होला? मिलिहाल्छ नि भाइ, आफैले खनेको कुवा हो, मजाले मिल्छ नि। लामो यात्रा गर्न आएको थिएँ, एकदमै प्यास लागेको थियो, बल्ल पानी भेटियो। दिनुहोस्। बल्ल प्यास बुझ्यो, धन्यवाद भाइ। ठिक छ, अनि तपाईँलाई त मैले एउटा मध्येका चिन्ह परिचय पाउन सक्छु होला भाइको? पारी गाउँबाट भानुभक्त आचार्य श्रीकृष्ण आचार्यको नाति। ए, मैले त तपाईँको नाम धेरै सुनेको, आज भेट्न पाए खुसी लाग्यो। अनि तपाईँको नाम चाहिँ? अब म मेरो के परिचय दियो? यो घाँस र म यसको भरिया घाँस हो। तपाईँको यही कामले त तपाईँको जीविकोपार्जन हुन्छ? हजुर, घर घरमा घाँस पुर्याएर केही रकम कमाउँछु। हो, बडै राम्रो काम गर्नुभयो। अनि ती रकम गर्नुहुन्छ, कतै बचत गर्नुभएको छ? अब म त एक्लो मान्छे, केही आफूमा खर्च हुन्छ र बचेको रकमले यो खनाइ। हो, बडो राम्रो काम गर्नुभएको रहेछ तपाईँले। यस्तो असल काम गर्ने मान्छे तपाईँलाई कहाँबाट आयो? म हरेक दिन काम गरेर यही ठाउँमा बिसाउँथेँ र यहाँबाट हिँड्ने बटुवाहरू पनि थाकेर हिँडेको देख्थेँ। मरिरहनु के छ र, सबैको पगार हुन्छ र म मरिगयो भने पनि यो कुवा कसले खनेको भनेर मेरो नाम पो सम्झेर कि? तपाईँको कुराले म एकदमै प्रभावित भएँ। हेर्नुहोस् भाइ, धन कमाएर मानिसलाई कहिल्यै पुग्दैन, झन् कमाउने लोभ हुन्छ। र म त भन्छु, जति सक्दो असल काम गर्नुपर्छ र पुण्य कमाउनुपर्छ। तपाईँको कामले तपाईँलाई सधैँ अमर राख्नेछ। तपाईँको कुरा र तपाईँको कामले मलाई एकदमै राम्रो लाग्यो। यस्तो मान्छे तपाईँको। हस् त, धन्यवाद, मलाई पनि खुसी लाग्यो। ल, अब रात पर्न लागेछ, आफ्नो आफ्नो बाटो लागौ है। दिनरात काम